चाहिँ चेन्ज भइसकेको छ मनिष दाइको भिडियो सुटको लागि म यो बाइकमा बस्नु पर्यो धेरै पछि भ्लग गरेर अलिकति बोल्न चाहिँ नआएको जस्तो हुने रहेछ के हो र मैले टेक ओभर गर्दैछु दिस इज मनिष स्पिकिङ फ्रम नुवाकोट हामी यो खोले खोलाको बाटो जाँदैछौँ खोले खोलातिरै तिर मेरो पछाडि रोहन भाइ अनि त्यसपछि म र विनोद हामी यता छौँ भाइको खतरा खतरा रिल्सहरू निकालिदिँदैछु म हामी कहाँ जान्छौँ नि थाहा छैन एकदम अनसर्टेन छ नुवाकोटबाट रसिया हुनसक्छ रसियाबाट चाइना हुनसक्छ चाइनाबाट फेरि ब्याक टु नेपाल पनि हुनसक्छ तर नहुन पनि सक्छ है त भ्लगकोलाई म रोहनलाई फेरि 2-4 शब्द केही भन्नलाई दिँदैछु रे क्या अहिले के बोल्नुपर्छ पिक्चरले बोलिरहेको छ होला है चित्रले बोलिरहेकै छ पुरै नुवाकोटले बोलिरहेको छ नुवाकोटको सम्धिहरूलाई भेट्न आएको छौँ हामी नुवाकोटको सम्धिहरू के छ खबर नुवाकोटे सम्धि के छ खबर ठिक छ नि सिट ब्याट्री नै झरेको भने यो यसको यो गोप्रोको यो ओपन छ नि त यो यता साइडको यो केस ओपन नै राखेको छु ब्याट्रीको के अरे गोप्रोको ब्याट्री नै झरेर फेरि ठ्याक्कै विनोदले पनि त्यही बेला पिकअप लिएको ब्याट्री कुल्चिदिरा भने यार कस्तो पनि रहेछ कस्ट्युम पनि ल्याएको टावेल पनि हालेको छ के गर्ने यहाँ होइन हामी एकदम नेचुरल स्विमिङ पुलमा जानुपर्छ सन्चै यहाँ पनि छ पुल तर हामी अझै यता माथि पहाडको बाटो लागेर नेचुरल स्विमिङ पुलतिर जान्छौँ है अब हामी खाना खान्छौँ अनि त्यसपछि कहाँ जाने डिसाइड गरेर अनि विल मुभ फ्रम हियर पहिला खाम हैन उहाँ चाहिँ फेरि कृष्ण पौर्णमी हो नि केही पनि खाँदैनन् वाक्क लाग्छ त्यही भएर उहाँ चाहिँ सभाबार हो तपाईँ के खाने म त भेज त खाँदै अब स्विमिङ देखेपछि स्विमिङ त हान्नु पऱ्यो कस्ट्युम बोकेको थिएन दाइहरूले चाहिँ बोक्नु भएको रहेछ होइन अब यहाँबाट एउटा कस्ट्युम लिएर टक्क लाएर पुलमा डाइभ हानिन्छ ब्रो कति फिटसम्म हो यो 4.8 ए म त 6 फिट झन्डै भएको मान्छे के छ भन्नु केही भन्नु छैन हेर्न सक्नुहुन्छ हाम्रो जोन अब्राहम नेपाल धपा हेलको तर 10% उहाँको भने जोन अब्राहम ए जोन अब्राहम 10% मात्रै जोन अब्राहम अब तपाईँले फेरि म मार्क हेन्ड्री देखाइन्छु अहिले एकछिन यहाँ अनि यो चाहिँ मलाई हामीलाई इफ यु वान बी कुल देन जम्प इन्टु द पुल एन्ड वी आर गोइङ टु डु द्याट भेरी भेरी सुन हामी त जहाँ पुल भेट्यो मार्क हेन्ड्री त्यही आनन्द त्यहीँ भुलिने हो ल अब यहाँ दुईजना गाइजहरू चाहिँ रेस खेल्ने ल जाऊ ल कमन 1 हेरेर रोशन रोहन रङ्नु गरेर आएको नि पुरा प्रोफेसन पाराले रोहन पानी नि सबै बाहिर निकाल्ने गरी आउँछ त रोहन अलवेज भाइले जित्यो यार धेरै पछि भ्लग गरे के कस्तो भएको छ कुनी मनिष दाई विनोद दाई दुवैजना पानीमा छन् आजकल वैशाख 1 गतेदेखि जिम नगएको ज्यान पुरै ध्वस्त छ ठिक छ फेरि मिल्छ बिस्तारै अब हामी यहाँबाट जान कहाँ जानला रसुवा भनेको कि कता भनेको दाइहरूसँग हिँड्यो जता पुगिन्छ आज हामी नुवाकोट हिँड्ने हामी नुवाकोट जाने भनेर आएको मान्छे अहिले धुन्चे जाने बाटोमा छौँ यार पुरै पहाडमा दाइको भोलि मिल्दैन दाइको भोलि मिटिङ छ नभए त हामी गोसेगुन्डै पुगिएला जस्तो थियो होइन त दाइ आज पनि हेरौँ यस्तो हेरौँ मैले सिचुएसनले कहाँ लाग्छ अलिकति माथिसम्म पुग्यो भने कि हल्का अब त्यो माथि उता गोसाइकुण्ड जाने हल्का माथि बाटो हामी तालपरे देउरालीसम्म पुग्न पनि सकिन्छ लेकिन भने ऱ्यान्डम एकदम मुड स्विङ भइरहेछ क्या केटीहरूलाई चाहिँ पिरियडको बेला लिटरल्ली मुड नै स्विङ हुन्छ हामीलाई चाहिँ हिँड्ने कुराको मुड स्विङ हुन्छ क्या अब मलाई फेरि अहिले मन के पनि छ भन्दाखेरि स्याप्रु गएर स्याप्रु हुँदै फेरि तलको बाटोबाट मैलुङ झर्न जाउँ भन्ने नि प्लान छ त्यो चाहिँ बाटोमा गएपछि नै थाहा हुन्छ कहाँ जाने भनेर नि भुन्जे पुग्न कति टाइम लाग्छ हेरौँ अनि भुन्जे पुगिसकेपछि बाँकी डिसाइड गरौँला ल भ्लग के कस्तो भयो अलिकति लामो नै हुने छ यो भ्लग किनकि हामी कहाँ आउने भनेर आएको कहाँ आइपुगिसक्यो ऊ चाहिँ राम्रो स्पट छ अरे भ्यूदेखि नि लेट्स गो देयर
अघि त लास्ट गर्मी भइदियो अहिले चाहिँ अलिक शीतल शीतल छ भ्यू चाहिँ बवाल छ मेरो चाहिँ यो फर्स्ट टाइम हो यता चाहिँ कुन ठाउँ हो अरे यो कहाँ नै बिर्सियो यार फर्स्ट टाइम हो जस मेरो यो जिल्लै ल वी आर टेकिङ अ सर्ट ब्रेक यस्तो बवाल ठाउँमा यस्तो एजमा यस्तो पर्फेक्ट प्लेसमा आएको छौँ कि हामी ल feels like we're on the top of the world क्या यस्तो हामी अघिसम्म हामीलाई गरम भइरहेको थियो अघि 1 घन्टा अगाडिसम्म अहिले ल क्या शीतल छ नि त यस्तो हावा चलिरहेछ कसरी भाइ तिमीलाई ठाउँ मेरो प्लान कस्तो लाग्यो मैले लिएर आएको ठाउँ फेरि बवाल यस्तो छ है ठाउँ चाहिँ गाइज क्यान सी त्यहाँ तलपट्टि त्यो हाइड्रो पावर प्रोजेक्ट छ यो ठाउँ सही हो क्या ल त्यो उड्न पाएको जसरी उड्न पाए त आज नुवाकोटाको हामी छौँ धुन्चेमा अब यो दाइको प्लान क्यान्सल भयो भने हामी गोसाइगुन्डा नि पुग्न सक्छौँ तर यहाँसम्म आएपछि गोसाइगुन्डा चाहिँ जानु पर्ने खाले आइन्छ क्या अर्कोचोटि पनि रोकेर कस्तो टेन्सन लिइरहेको थियो त खासै मेरो त काम छैन के थाहा यो दाइले घर पठाइदियो तपाईँहरूमा बसौँ नि त हो बेस्ट होइन त्यसकै होइन अब यो दाइको पो काम हाम्रो काम छैन तिमीलाई कम्पेनियन पनि हुन्छ हो साथी जाम लगाऊ होइन ल जाऊ मलाई त केही छैन मलाई यहाँसम्म आएछ साँच्ची सिरियस आम्माको हामी भोलि बिहान गयो बेलुका पुगिहाल्छ होला नि होइन 8 घन्टा भने यहाँ कस्तो बेलुका त फर्किन्छ हामी होइन भोलि बिहान चढ्यो भने बेलुका पुग्छ मजाले पुग्छ अहिलेसम्म अब तिमीहरू उताको बाटो गयो भनेदेखि चाहिँ भन्न सकिँदैन पुग्न सक्छौ तर पुग्दैन पुग्यो नि मलाई धेरै गाह्रो हुन्छ कि रोन पनि फर्स्ट टाइमर हो नि त फर्स्ट टाइमर हो नि मलाई हार्डकोर 40 हो बाबु के भन्नु एक दिनमा 40 त्यो अब हाम्रो के कुरा हुन्छ हाम्रो थाहा छैन जे नि हुनसक्छ अब यहाँ हल्का चिया नास्ता गरेर जाऊ म त केही भन्दिनँ गएर आएपछि तर हामी जान्छौँ जाँदैनौँ चाहिँ स्योर छैनौँ है त आँट्ने हो गोसाइगुन्डा जाने प्लान चाहिँ अलिकति पछि सर्यो भने होइन त किनरी भनिदिनु त हाम्रो ल जाऊ तिमी किन केही नै छैन मेरो त केही प्रब्लमै छैन म क्यामेरा खोलेर चाहिँ गर्ने हो के हो भनिदिनु त प्योरले तिमी लुगा ल्याएन अझै के अब नुवा कोटाउने भने मान्छेले लुगा ल्याउँछ भने यहाँ कस्तो कुरा गर्छ छ नि त छ एउटा सुरुवाल एउटा माथि ज्याकेट छ है चप्पल जुत्ता हो क्या अब जुत्ता भ्यान्स ल्याएर अनि गोसाइगुन्डा गइदिनु चप्पल पनि झन् कुरा भएन लाउरो त बनाउला केही भएन अरू केही कुरा भएन कि जस्तो अलिकति अब एडजस्ट अब त्यही अनुसार त्यहाँ चिसो हुन्छ होइन म त हिँड्दा छोकरा भोलि तपाईँलाई अप्ठ्यारो पर्दाखेरि के गर्ने मैले होइन म त तातो रहेर जेनी हुन सक्दैन तिम्रो दारी नि फुलिसक्यो जेनी हुनसक्छ भोलि त्यहाँ मनिष दाइ नहुनु मलाई त गाह्रो परिहाल्छ मेरो त फर्स्ट टाइम ट्रेक हो मैले त ट्रेकै गएँ म एक्लै त जान्न अब तिमी जान्छ भनेदेखि तिमी एकदमै एक्साइटेड जानु भनेदेखि म जान्छु के गर्ने दाइ मनिष दाइ तपाईँ के सजेस्ट गर्नुहुन्छ तपाईँ गइसक्यो अब हेर म भन्छु जान मन छ भने मेरो जुत्ता लाऊ हो मसँग पनि छ साइज कति मसँग खोइ साइज त अहिले हेरौँला नि मसँग जगर्स पनि छ जगर्स मसँग छ एउटा ल्याएको छौ जगर्स चाहिँ किन्ने तिमीलाई अब जस्तै स्वेट सर्ट चाहिँदैन मसँग छ तातोवाला अनि नर्मल मसँग विन्सिटर अब जानु मन नै छ एकदमै जानै मन छ भनेदेखि यस्तो गर ल अहिले हामी हिँडेर माथि जान्छौँ नि अलि माथि देउरालीसम्म जाउँ तिमीहरू यदि भोलि बिहान गइहाल्यो भने तिमीलाई झन् चाँडो हुन्छ देउरालीबाट जानुलाई पनि चन्दनबारी हुन्छ तिमीहरू अलिकति माथिसँगै पुग्न पनि सक्छौ देउराली बस्यो भने चाहिँ फेरि भोलि गोसाइगुन्डा पुस हान्न सकिन्छ देउराली नै आज यहाँबाट 3 मोबाइल चार्जिङहरूको फेसिलिटी छ माथि जो होटलमा छ त्योभन्दा माथि चाहिँ छैन क्या मनिष दाइले खानुभयो आलु औ यस हामीले उ त्यहाँ देख्यो कालो भालु
मनिष भाइको मिटिङ पनि पोस्टपोन हुने भइसक्यो अब हामी गोसेकुण्ड जान्छौँ गोसेकुण्ड गएर अनि त्यहाँतिर चाहिँ सूर्यकुण्ड सूर्यकुण्ड चाहिँ म प्रमिस गर्न सक्दिनँ तर गोसाइकुण्ड पुगिन्छ गोसेकुण्ड चाहिँ हामी जाने गर्छ तिमी इमर्जेन्सी नै कुद्नु पर्यो भने तिमी अगाडि नै जाऊ यस्तो हुन्छ क्या केटाहरूको ऱ्यान्डम जे पनि हुनसक्छ खासै हामी नुवाकोट आउने भनेर आएको होइन नुवाकोट आएर आज त्यतै बस्ने भनेर भनेको त्यसपछि अब हामी यहाँ अहिले के नामै आएन यहाँ आइपुग्यो अब यसको फेरि अब गोसेकुण्ड जाने अब अहिले हामी कहाँ जानु लाग्यो अब चाहिँ अहिले अहिले चाहिँ सप्रेवेश ठुलो स्याप्रो हामी पुग्छौँ भोलि हामी गोसाइकुण्ड सी यू ओके सर एउटा क्रेजी स्टोरी हामी के भयो भन्दाखेरि धुन्चे आएर बस्यौँ है मेरो भोलि ठुलो प्लान थियो खासमा काम गर्नु नै पर्ने एउटा प्लान भन्दा नि वर्क थियो के भयो भन्दाखेरि यिनीहरूलाई जोस चढ्यो गोसाइकुण्ड जाने भनेर म पहिला पनि गइसकेको अनि के भयो भन्दाखेरि चाहिँ यिनीहरू यति धेरै फोर्स गर्न थाले यति रहर गरे मैले मेरो भोलिको वर्क सिफ्ट गरेर हामी नुवाकोट हिँडेको मान्छे वी आर गोइङ टु गोसाइकुण्ड दिस इज ऱ्यान्डम प्यान्ट्समा गोसाइकुण्ड चढ्छ अब रोहनले यस्तो हालत छ सो ऱ्यान्डमली हामी गोसाइकुण्ड जाँदैछौँ तर योभन्दा 2 महिना अगाडि चाहिँ मैले उसलाई एउटा भनेको थिएँ हामी एउटा च्यालेन्ज ट्रेक गरौँ यतिकै नर्मल घुम्दै जस्तै एकै दिन गोसाइकुण्ड पुग्ने गर्ने ऱ्यान्डम जाँदा नि कहिलेकाहीँ यसो मिलाउँ भनेर भनेको थिएँ आज हाम्रो त्यो प्लानिङ चाहिँ छँदै थिएन एक्चुअली हामीले चाहिँ नुवाकोट आएर यतिकै नुवाकोटतिर सिलटङ्गी घुम्ने प्लानिङ थियो घुम्दै धुन्चे आयो त्यहाँ गर्मी भयो भनेर अलिक चिसो ठाउँ छ धुन्चे आउँ भनेर मैले यिनीहरूलाई रेकमेन्ड गरेँ धुन्चे आयो यहाँ आएपछि यिनीहरूले त गोसाइकुण्डको ट्रेल देखेँ अब त जानै पऱ्यो भने सो हामी अब ठुलो स्याप्रो जान्छौँ अनि भोलि बिहानै ठुलो स्याप्रोबाट चाहिँ हाम्रो प्लानिङ ठुलो स्याप्रोबाट गोसाइकुण्ड गएर ब्याक टु छोलाङपाटी झर्ने हाम्रो प्लान अनि त्यसपछि पर्सिको दिन बिहान 81 बिहान म कुदेर काठमाडौँ पुगिहाल्छ नि उनीहरू बिस्तारै आउँछन् भन्ने चाहिँ मेरो प्लान हो लेट्स सी के हुन्छ अब यो त भाग्यले जहाँ पुर्याउँछ त्यहीँ नै पुगिन्छ सो वी आर अफिसियली गोइङ टु गोसाइकुण्ड टाइम कति भयो एकचोटि देखाउ त ठ्याक्क 5:10 ल 5:10 मा हामी यहाँ धुन्चेमा छौँ अब साँझको यहाँबाट हामी ट्याक्क पुग्छौँ ल भेरी ऱ्यान्डम भ्लग अलिकति स्पेस कम पनि छ हामी अब माथि पुगिसकेपछि हेर्छौँ है त डकुमेन्ट गर्नलाई धेरै स्पेस चाहिँ छैन बट द 3 of us आर गोइङ टु गोसाइकुण्ड जय शम्भो हर हर महादेव सो अब हामी गोसाइकुण्ड जाने भयो त्यसको लागि टर्चहरू चाहिन्छ अरे मेरो त फर्स्ट टर्च लिएर गए पुग्छ त्यही त मेरो त फर्स्ट वेको जीवनकै अब केटोलाई हामीले एकै दिन हामी जो अब कति 1800बाट सिधै 4300 पुग्ने प्लानिङ छ ऱ्यान्डम एकदम ऱ्यान्डम कस्तो दामी बजार छ यस्तो ठाउँमा पनि यो के अरे दाइ धुन्चे होइन गोसाइकुण्ड धुन्चे यहाँ रहेछ बत्ती बसाउन टर्च नहुने हुन्छ दाइ ल अब यहाँबाट किनेर अनि हामी लाग्छौँ भोलि बिहान गोसाइकुण्ड गएर अनि फेरि भोलि झरेर पर्सि हामी ब्याक टु होम काठमाडौँ भ्लग हाई भन्छु ल लजार हुन्छ भ्लग चलिरहेको छ लज ओके यो बाटो चाहिँ हामी सिधा गयौँ भनेदेखि हामी पुग्छौँ स्याप्रो बेसी अनि यता माथिपट्टि लाग्यौँ हामी अब ठुलो स्याप्रो जान्छौँ सो द्याट मिन्स वी आर टेकिङ अ सर्टकट थ्याङ्क यू सो मच फर वाचिङ अनि अरू त मैले केही भन्नु पर्दैन स्टे ट्युन लेट्स गो वाउ Just looking like a wow. Do you have anything to say? Amazing. त्यहाँ हेर न हरिवंशको दिनुहोस् त कति राम्रो हिमाल हो म त कति पर आइपुगेछु हिमाल खडगन्दको दिनु न त तपाईँ हरिओम त सत्यनारायण काशी तिमी खड्गाजीको देऊ त कस्तो दिन्छ रे पहिला भन्नु त डेमोलको छिटो छिटो भन्नु न म बेसी क्या छिटो खड्गाजीलाई रुगा लगाए जस्तो पो भयो त यो त 1% चार्ज छ यार गोप्रोमा यस्तो रमाइलो भइरहेछ जोस यस्तो डेन्जर आइरहेको छ कि स्पोन्टेनियस क्या कस्तो बाइक होला त यिनीहरूको मलाई सुत तानेन यत्रो वेट लस गरे त के काम लाग्यो त तर यस्तो बिचमा आएर यो उकालोको बिचमा चढेँ म अब बिचमा चढेपछि एकैचोटि त्यो के भन्छ पावर लिन सकेन नि त द्याट्स वाइ हामी चाहिँ यहाँ अलिकति थोरै हराएको जस्तो भयो किनकि अब हामी उकालो जानुपर्ने अब अहिले ओह्रालो आइरहेको छ नि त यो बाटो हो कि होइन यही बाटो हो ठुलो स्याप्रो कति पर छ ठुलो स्याप्रो ओहो क्लच प्लेट गनाइरहेको छ अरे बाइकको अब हामी अहिले यहाँ छौँ जोस जागर जारी छ भोलि
गोसेगुन्ड विथ दि जिन्स एन्ड भ्यान्स। अब जिन्स चाहिँ फेरि चाहिँ होला म ट्राउजर ल्याएको छु, भ्यान्स चाहिँ भ्यान्सै हो। पानी बढ्यो भने हामी रुजेर पनि जान्छौँ। ल लेट्स गो। ठुलो स्याप्रो आइपुग्यो। अब आजै हामी यहाँबाट हिँड्न पनि सक्छौँ। सोलङपाटी त 7.5 किलोमिटर छ, 6 आवर्स 6 घन्टा भनेपछि अलिकति हुँदैन। 6:30 7 बजे भनौँ न। ल 7 बजेर कहाँ 6 त लाग्दैन, 4 घन्टा जस्तो लाग्छ। ल बिहान हामी नुवाकोट जाने भनेर आएको, प्लान पनि त्यही थियो। त्यसपछि बिदुर गइयो, त्यहाँ गर्मी भयो, अब अलिक शीतल ठाउँ जाऊँ भनेर अगाडि गइयो। त्यसपछि त्यो ठाउँ बिर्सेँ, त्यो ठाउँपछि फेरि अनि गोसेगुन्ड देखियो। अब यहाँसम्म आएछ त जानुपर्छ भन्नुभयो। दाइको फेरि भोलि मिटिङ थियो ठुलो, त्यहाँ पनि पोस्टपोन गरियो। त्यसपछि आइयो अहिले हियर वी आर। अनि अब हामी आज यहाँ पनि जान सक्छौँ, तर यो चाहिँ अलिक पोसिबल छैन होला किनकि घडीमा बजिसक्यो 6:40। अब त्यसपछि अब आज हामी यहाँ बसेर भोलि जान्छौँ गोसेगुन्ड अनि यहीँ झर्छौँ फेरि भोलि पनि। भोलि नै यहीँ झर्छौँ, नभए आजै यो चढियो भने भोलि हामीले जिम हेर्न सक्छ है त। दामी अफरोड बल्ल तल्ल। बाइकलाई एकदम धेरै लोड भयो, स्ट्रेस भयो, हे तान्नै खोजिरहेन। गोप्रोमा पनि चार्ज सिद्धियो, अब चार्ज पनि छैन। फोन पनि अब टर्च लाइट चाहिन्छ किनकि अब हामी यहाँबाट शेर्पा कटेजसम्म उक्लिने हो होइन। लुक्स चाहिँ एकदम घायल छ। दाइको बाइक यहाँनिर, दाइले यहाँनिर हल्का चिप्टेर लड्नुभयो किनकि सानो ठाउँ थियो। यहाँ माथि चाहिँ बाइक सेफ हुन्छ अरे। अब यहाँ हामी बाइक राखेर अनि आज हामी अब 1 घन्टा शेर्पा कटेजसम्म हिँडेर अनि आज त्यहाँ बस्छौँ। अनि भोलिपल्ट हामी बिहानै माथि टप। ल है त, अब हामी यहाँ बाइक राखेर अनि अब हाम्रो यात्रा सुरु हुन्छ। सो अहिले हामी यहाँ बाइक पार्क गरेर अब शेर्पा कटेजतिर लागिरहौँ। आज हामी त्यहीँ बस्न पनि सक्छौँ समयमै। माथि मूल खर्क हिँड्दै मूल खर्क पुग्यो भने हामी आजै चढ्छौँ। अहिले घडीमा देख्न सक्नुहुन्छ कति बजिसक्यो है, 7:30 हुनु लागिसक्यो। बल्ल हाम्रो सुरु भइरहेछ ट्रेक चाहिँ। मेरो फर्स्ट एभर ट्रेक, मेमोरेबल, एकदम र एकदम ऱ्यान्डम। कहाँ हिँडेको छोरा ट्रेकिङ आइरहेछ नुवाकोटमा चिल गर्न, विकेन्ड एउटा गेट अवे जसरी हिँडेको दाइसँग लास्टमा इन्ड ट्रेकमा भयो। जिन्दगीमा मोनोटोनस हुनु हुँदो रहेछ क्या। जस्तै यस्तो इन्स्टेन्ट कहिलेकाहीँ इन्स्टेन्ट लिएको डिसिजनहरू पनि आई डोन्ट नो हाउ विल इट टर्न आउट होइन, तर इट विल टर्न आउट भेरी ब्युटिफुल। विल हेभ अ क्रेजी स्टोरी आफ्टर दिस। यस, यो एक्सपेडिसन पछि विल हेभ अ क्रेजी स्टोरी अनि विल फिल गुड अबाउट आवरसेल्भ्स। ल हेर्नु, त्यही नै हो इम्पोर्टेन्ट। हामी जिन्समा छौँ, हाम्रो ब्याकप्याक हेर्नुहोस्, केही पनि हामी रेडी थिएनौँ क्या। हेर्नुहोस् मलाई भ्यान्समा छु, प्यान्टमा छु, दाइ हेर्नु कटन प्यान्टमा हुनुहुन्छ, ब्याकप्याक केही छैन, एकदम ऱ्यान्डम। टर्च पनि अघि किनेको, ठिक छ। स्विमिङ हान्ने भनेको मान्छे ठिकै छ, यो पनि अझ धेरै ठुलो अचिभमेन्ट पनि होइन, बट एटलिस्ट वेयर ह्याप्पी। अनि कम्फर्ट जोनबाट निस्केको छौँ, खुसी छौँ, भेरी ह्याप्पी दाइ। त्यही कुरा एकदम। अब हामी मूल खर्कै हिँड्न सक्छौँ। कति घन्टा? 1.5 घन्टा। खोइ त्यहाँबाट 1 घन्टा भन्दै हुनुहुन्थ्यो, शेर्पा कटेज चाहिँ 20 मिनट आयो है। हस् हस्, ल एकचोटि सोचौँ के हुन्छ देखेँ। अब हामी यहाँ शेर्पा कटेजबाट कति 7 कति भयो एकछिन 7:35 भयो। अब हामी उता माथि मूल खर्कै उक्लिन लाग्यो किनकि भोलि जति आज हामी चाँडै उक्ल्यो भोलि हामीलाई त्यति सजिलो हुन्छ। हामीसँग एकदम लिमिटेड टाइम छ, राति 7:30 बजे यस्तो भइरहेछ। वाउ, पानी घट्ट हो क्या त्यो। पानी घट्ट घुमे जै भन न तिमी मेरो हो हैन भन। ल हामी अहिले 8:05 भयो, मूल खर्क आइसक्यो। हामीलाई 1 घन्टा त त्यहाँबाट शेर्पा कटेज पुग्न मात्र लाग्छ भनेको थियो, तर हामी 1 घन्टामै मूल खर्क आइसक्यो। आजको हाम्रो स्टे यहीँ हुन्छ। 3000 मिटर 2997 भने लगभग 3000 मिटर आइसक्यो। सो ह्याप्पी। भाइ के भयो अरे काठमाडौँबाट आएको भाइले आमामा यति राति भन्दा छ भाइ। वी आर फकिङ वाइल्ड। यस। खोइ के हो तिम्रो नाम भन्नु नि त? मेरो हजुर मेरो कर्पु कप्पु कर्पु कर्पु के हो? तामाङ हो? तामाङ। यस, माई नेम इज रोहन पोखरेल। नाइस टु मिट यु। लाभिस। हे ब्रदर। दाइ त लास्ट ट्यालेन्टेड मान्छे रहेछ यार। पुरै स्पेनिस फ्रेन्च सब बोल्दैन, भर्खर फ्रेन्च भेटेको थियो। पुरै फ्रान्स ल्याङ्ग्वेजमा टक हान्छ नि यार दाइ। गोप्रो चार्ज छैन के हो मलाई सिकाउनु? un poquito almas। ल वी आर फाइनली हियर। अब यहाँ खाना पाक्दैछ।
कति 1 घन्टा लाग्छ भन्नुभएको थियो, आधी घन्टा जस्तो भइसक्यो। अहिले कति बज्यो भन्दाखेरि खै त 20:42 भयो। अब खाना खाने अनि ब्रेन सुत्ने, आज प्रपर रेस्ट। दामी डे भयो, कस्तो नुवाकोट हिँडे मान्छे हामी कहाँ आइपुगिरहेछ यार, अचम्म लागिरहेछ। ए भोलि त हामी गोसाइकुण्ड जान्छ रे, गोसाइकुण्डमा गएर ढुबुल्की खान्छ। प्रणाम, हर हर महादेव। यो चाहिँ अहिले अफ सिजन हो, त्यही भएर खासै मान्छेहरू आउँदैनन्। आज हामी नै ऱ्यान्डमली आइदियौँ, तर वी आर सो ह्याप्पी। ल्याउनु त दाइ, ए पिक हो यो चाहिँ। कस्तो दामी पिक हो। उहाँलाई म सुनाउँछु, के गीत सुन्छ तिमीहरू? ल म गीत गाउँछु, तपाईँ ताली बजाउनु है त। म आफ्नो ओन कम्पोज है त। हिँड्दा हिँड्दै कहाँ आयो आयो, राति 9 बजे खाना खाइयो। मासु रहेनछ त के हो तरकारी, मासु रहेनछ मसुरा बजाइयो। यहाँ त रहेनछ कम्बट हेर, रहेछ पाइन टोइलेट। भोलि टोइलेट गर्ने बेला पो त साह्रै अप्ठ्यारो पर्ने भयो। स्पोर्ट्स सुज लाएर, ट्रेकिङ सुज लाएर आउनु पर्ने ट्रेकिङ। तर हामी हिँड्दैौ भ्यान्सु तामै विथ दि कालो जिन्स प्यान्ट। अब भन्नु केही छैन, आज खाना दबाएर खाने हो। रातभरि सुत्ने, भोलि भएपछि उठ्ने अनि डिङडिङ हिँड्ने हो। भोलि पुग्छौ गोसाइकुण्डमा ढुबुल्की हानेर, महादेवको दर्शन गरेर अनि हामी फर्किन्छौँ घर पर्सि। तर ल मनिष दाइ, अब डान्स हान्देऊ तिमी, तिमी नै हो हाम्रो डान्सर। वाउ 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 वाउ। भोलि त हामी गोसाइकुण्ड जाने, घरमा हामी अमृत लाने रे। भन भन भाइ हो, खाइ राम्ररी ए छिटो खाना ल्याउनु, भोग लागिसक्यो। आइफोन 10बाट 7तिर झरिरहेको छु म। You guys have no idea, मैले मेरो फोन उतै छोडिदिएर आई ब्रट दिस। किन थाहा छ? किनकि म त एउटा गेटअवेको लागि हिँडेको हो नि त, अनि मेरोमा यति धेरै फोन कल्सहरू आउँछ, सो मलाई त्यो फोन कलहरू ह्यान्डल गर्नु नै छैन, बिकज आई एम अन अ फ्रिकिङ भ्याकेसन। त्यही भएर यो बोकेर हिँड्छु, यसमा कल पनि आउँदैन, मेरो इम्पोर्टेन्ट घरको मेम्बर्सहरूको मात्रै। र मलाई जसले चाहिँ मेरो बारेमा चाहिँ एकदमै चिन्ता राख्ने मान्छेहरूको लागि मात्रै सेभ छ यसमा, बाँकीहरू कसैको नम्बर छैन। सो कसैको फोन पनि आउँदैन, चिल यत्तिकै। नो फोन, नो इन्टरनेट, आई एम फकिङ अफलाइन। अनि We are sleeping.
बेलामा मैले तिमीलाई रोजेको तिमीले कसलाई खोजेको 6 मिनेटको रेकर्डिङ टाइम सिधै छ ल बाई बाई भन्छु